फेरि पसेछ केटा के भएको आइज ए गोठमा पो ले सिमेन्टेड गरेर मजालेसँगले पाइपहरू लगाएर हुन्छ कि अनि हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल न्यू डे अनि न्यू भ्लगमा तपाईँलाई स्वागत छ र आज पनि भ्लग यसरी नै स्टार्ट भइसकेको छ र हिजो मैले भ्लग बनाउन सकिनँ किनभने अलिकति बत्तीको प्रब्लमले गर्दा है मैले सानो सर्ट भिडियो मात्रै हाल्न पाएँ अनि त्यो सर्ट भिडियो पनि अलिकति तेर्सो क्यामेरा राखेर मैले बनाएकोले गर्दा अलिकति राम्रो आएन ठाडो रिल्समा आउँदाखेरि चाहिँ ठाडै बनाउनु पर्दो रहेछ है र यो कुरा मैले भर्खरै सिकेँ किनभने तेर्सो बनाएकोले गर्दा राम्रो लेखेकोहरू सबै त्यो राम्रोसित आएन नि त अन्त अब चाहिँ म ठाडो बनाउँछु रिल्सहरू सर्ट भिडियो बनाउँदाखेरि र अहिले चाहिँ भने अब मेरो एक्सिडेन्ट भएको आज टक्कै 11 दिन भयो है 11 दिन बादमा मैले आज काम गर्नु थालेको अनि 11 दिन बादमा के चाल पाएँ भन्दाखेरि किनभने मेरो यहाँ हातमा यहाँ ठोकेको थियो अनि यहाँ राइट हातमा ठोकेको थियो है अनि यहाँनिर मेरो हड्डी फुटेको छ अरे है अनि यहाँनिर दाँत यहाँदेखि उता दाँत चाहिँ यो टोक्नु हुँदैन केही पनि पुरा दुख्छ अनि त्यहाँदेखि आजदेखि यो काम गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि यहाँ दुख्न थाल्यो किनभने यहाँ पहिला त मैले यहाँ डक्टरलाई देखाएको थिइनँ यहाँ दुख्छ भनेर तर अहिले जति दबाई अब छोड्दै जाँदैछु होइन दबाई कम्ती गर्दै जाँदैछु दबाई कम्ती गर्दै जाँदाखेरि यहाँ दुख्न थालेको छ अब पछाडि मान्छेले भन्थ्यो है अहिले दग्दी हुँदैन पछाडि अलिक छोड्दै गएपछि त अरू ठाउँ पो दुख्छ त भन्थ्यो साँच्चै नै हो रहेछ यहाँ दुख्दैछ है अनि यहाँ पनि दुख्दैछ कम्ती बेसी चाहिँ यहाँ दुख्दैछ यहाँको दुखाइले चाहिँ पुरा खोक्नु पनि हुँदैन फोक्दा पनि पुरा दुख्छ सास फेर्नु पनि राम्रो हुँदैन र पनि के गर्नु अब बस्तीमा अब काम गर्ने मान्छे भएकोले गर्दा होला होइन एकछिन बस्नु सक्दिनँ अब मिन्स अब कामहरू गर्ने मान्छेलाई अब होइन काम नगर्दा कस्तो अस्पट हुन्छ नि त अब काम गर्नु खोज्दाखेरि साह्रो पर्दो रहेछ अब यहाँ दुखाइहरू यहाँ छ अब गाउँ बस्तीमा अब घाँस दाउरा नगरी हुँदैन अब यहाँनिर हड्डी फुटेको छ होइन अब बिस्तारै प्र्याक्टिस गर्दैछु यहाँ नाम्लो लाउँदाखेरि कस्तो हुन्छ अहिले लगाइ त हालेको छुइनँ टाउकोमा नाम्लो लाउँदाखेरि कस्तो हुन्छ अब यहाँनिर बा अलिकति डिसब्यालेन्स हुने हो कि बा यहाँ हड्डी है यहाँनिर हड्डी अब जोडिनुको लागि त रेस्ट चाहिन्छ खास चाहिँ मलाई र पनि अब काम गर्नु कर लाग्दैछ बाध्यता छ हेर्दै जानु होला मेरो भ्लग के कस्तो हुन्छ बस्तीमा बसेपछि गाउँठाउँमा बसेपछि होइन मान्छेहरूले यस्तो गर्दै त्यस्तो गर्दै भन्छ अब गर्नु करै लाग्छ मान्छेहरूले त्यस्तो गर्दै यस्तो गर्दै भन्छ अब गर्नै पर्छ है गाउँठाउँमा अब हेर्दै जानु होला के कस्तो हुन्छ आजको भ्लग है म चाहिँ भर्खरै अहिले चारो लिएर आएको यहाँनिर चारो लिएर आउँदैछु सुँगुरलाई हाम्रो घरमा सुँगुर पालेको छ नि त अब सुँगुरलाई चारो त दिनैपर्छ होइन अनि सुँगुरलाई चारो लिएर आउँदैछु र यो सुँगुरको चारो बोक्दाखेरि चाहिँ मलाई थाहा भयो यहाँनिर मलाई दुखेको महसुस भयो है यहाँ हड्डीमा अझै अब फेरि रिभ्यूमा हस्पिटल जाँदाखेरि फेरि पनि म डक्टरलाई भन्छु यहाँनिर दुख्दैछ भनेर है हुन्छ हेर्दै जानु होला गले भएको छ नि गरम छ यहाँ दुःख पुरा गाइस मैले चाहिँ बोक्नु नसकेर मैले मिसेसलाई बोलाएँ यहाँ बाटोबाट गएको छ तिमीले उचाल्नु नसक्यो भने मैले कसरी उचालेँ होला यस्तो दुख्यो हातमा त्यतिको देब्रेपट्टि कसरी काम गरी खानु खाएर गर्छ होला गरेर खानु सक्दैन खाएर गर्छ होला तपाईँ के खाएर गर्छु नि के खाएर गर्छ खाएर गर्छ होला के गर्छ गरी खानु सक्दैन गरेर खानु सक्दैन खाएर गर्छ ल तपाईले जिन्दगीमा गरेर खानु सक्दैन फेरि पसेछ केटा के भएको अस्ति पनि पसेको झन् सजिलो भएको होला निस्कि त्यहाँबाट यसलाई त के गर्नु पर्यो यहाँ बार लाउनु भयो अब अस्ति पनि पसेको त्यहीँनिर निस्कि
ऊ बिरालो बसेको देख्यो होला त्यहाँको बिरालो यहाँबाट यी नजिक छ नि त यहाँबाट दर्शै पाउँछ अहिले त तर अहिले त डर छ नि त होइन त्यो चाहिँ हटाइदियो नि योहरू चाहिँ उधर चाहिँ नजाओस् यहाँ बिचमा खेल्यो भने त के छैन अहिले त डर छ नि त अस्ति भन्दा होइन अस्ति बनाएको थियो नि त होइन अस्ति बनाएको बदमास केटा त्यहाँदेखि उता नजा ल त्यहाँदेखि उता नजा उता नजा ल त्यही त नाइ भनेको है बिरालोको लागि त आइज भाइ आइज आइज बिरालोले गर्दा बिचमा न उफ्रिन आउने अन्त उफ्रिने भनेको होइन बिलङ्गा चिप्लिन्छ है यो हाँसेको फेरि हेर नानीहरूले पनि डर देखाउँछन् हौ साथीहरू कसो लडेको छ त्यहाँबाट बिरालोले गर्दाखेरि चाहिँ त्यहाँ माथि चढेछ नि त अब चाहिँ भने म तपाईँहरूलाई हाम्रो यहाँनिर कमल फुल देखाउँछु ल कमल फुल कोपिला लाग्नु आँटेको छ फुल्न आँटेको छ मगमग गनाउँछ त्यो फुल चाहिँ कोपिला लाग्नु आँटेको छ हेर्नुहोस् त यहाँनिर छ ऊ त्यहाँ पनि छ यहाँ पनि रहेछ यहाँ पनि अलिक दिनमा चाहिँ मगमग गनाउँछ यहाँनिर फुल लामो भएर माथि पुगेको छ यहाँनिर मेरो मिसेसले फुलहरू सजाएको छ भर्खर यो सारेको फुलहरू अब बिस्तारै फल्छ मुम्रिन्छ बिस्तारै सर्दैछ कति त सरिसकेछ अब चाहिँ म खाना खानु गइरहेको छु पुरा भोक लाग्यो पसिँदैबाट भात अहिले चाहिँ भने म खानासाना खाएर दबाई खानु गइरहेको छु मेरो दबाई अब सकिन आँटेको छ यहाँ हेर्नुहोस् दबाई अनि यो नाकमा हाल्ने अस्ति मेरो लड्दाखेरि नाकमा अलिकति ब्लड जामेको थियो नि त ब्लड जामिँदाखेरि चाहिँ अनि यसले चाहिँ नाक खोलिँदो रहेछ यो चाहिँ हो आँखामा लाउने अझै अर्को पनि छ क्रिम जस्तो छ अर्को चाहिँ त्यो चाहिँ यो लगाइसकेर अनि त्यो लाउँछु सुत्ने बेलामा वान टाइम मात्रै हो सुत्ने बेलामा मात्रै लाउँछु अनि यो चाहिँ दिनमा 3 पल्ट लाउनु भनेको छ मेरो आँखामा अलिकति ब्लड जामेको छ नि त उपर चाहिँ मेरो छोरीलाई रेडी गरिँदैछ स्कुल जानलाई नानी हलो भन्दै हलो भन्दैन भाइ चाहिँ के गर्छ हौ ओछ्यानमा कुन फुपूले किनिदिएको मिलेर किनिदिएको अलिक यहाँ लिएर देख्न अल्छ्यौ म भित्र हालो गाइस भनेको छ यहाँनिर चाहिँ मेरो बहिनीले भदैनीको लागि टुम्लेट ल्याइदिएको छ दुईजनालाई मिलेर हेलो गाइस यसरी खोल्छ कि कसरी खोल्छ देखा त यस्तो गरे हैन यस्तो गरेर हेलो हेलो गाइस भनेको छ जरा हाम्रोमा मकैहरू
बढेर यतिको भएको छ हेर्नुहोस्। फर्सीको पत्ता यत्रो भएको छ। फर्सीको पत्तामा एउटा किरा हुन्छ अरे, किरामा त्यो किरा टोक्यो भने चाहिँ साह्रो पार्छ अरे। फर्सीको झ्याङतिर जानु पनि साह्रै छ। अनि यहाँनिर हेर्नुहोस् पुष्टकारी, तपाईँहरूकोतिर चाहिँ के भन्छ, हामी चाहिँ यहाँनिर पुष्टकारी हुन्छ। यसको तरुल हुन्छ है, गुलियो हुन्छ, तर ग्यास हुन लाग्दैन, खाँदा पनि हुन्छ यसको त्यो तरुल चाहिँ दाना। ऊ तल हेर्नुहोस् मकै बारी, मकै बडगाडीतिर भएको छ। अब अलिक दिनमा खाने बेला पनि हुन्छ। तपाईँहरूकोतिर त खाने बेला पनि भइसक्यो होला, हाम्रोतिर चाहिँ अलिक भएको छैन। यहाँनिर छिमेकीकोमा आइरहेको छु, पर छिमेकीकोमा। अनि आउँदाखेरि यसो फुल खिच्न मन लागेर खिच्न तपाईँलाई देखाउन मन लाग्यो। हेर्नुहोस् फुल कति मजाले, वाउ कति दामी फुल छ, मजाले फुलेछ फुल। यसो बिमारी भएर अब सुतेको पनि गर्नु भएन होइन, यसो कहिलेकाहीँ यसो हिँड्दै गर्नुपर्छ, एक्सर्साइज हुन्छ जिउलाई होइन। त्यही भनेर चाहिँ यसो हुँदै आएको थिएँ। अनि यहाँ फुलहरू मजाले फुलेछ। अनि यो फुलहरू देखाउन मन लागेर चाहिँ तपाईँहरूलाई देखाइरहेको छु। हेर्नुहोस् कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। हेर्नुहोस् यो चाहिँ तपाईँको के हो भने फाम्पल हो। फाम्पल चिन्नु, कतिले चिन्नुहुन्छ, कतिले चिन्नुहुन्न होला। चिन्नुहुन्छ भने कमेन्ट गर्नुहोस्। यो फुलको नाम चाहिँ के भन्छ मलाई थाहा छैन, कमेन्ट गर्नु होला तपाईँहरूले। मलाई अब एउटा मात्रै सब्सक्राइब चाहिएको छ। तपाईँहरूले मेरो भिडियोलाई मन पर्यो भने सब्सक्राइब गरिदिनुहोस् होला, नयाँ हुनुहुन्छ भने। मनी प्लान्ट भन्छ यसलाई चाहिँ। यहाँ पनि देख्न सक्नुहुन्छ हात्तीसुडे फुल, यहाँ पनि देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ पाखन बेत, यो चाहिँ दाँत दुख्दा खाने। है साथीहरू, अब आज 11 दिनमा फेरि पनि म जाति भएर अलिकति सन्चो भएर अब काम गर्न थालेको छु। तर अलिकति यहाँ चाहिँ दुख्दो रहेछ है, अलिकति दुख्दो रहेछ। यहाँ अलिक बल्झेको जस्तो, मतलब अब यहाँ ठोकेको थियो, यहाँ ठोकेको थियो, अब यहाँ पनि अलिकति पछाडि दबाईले छोडै जाँदाखेरि दुखेको होला नि होइन। आज चाहिँ म के काम गर्न गइरहेको छु भने, आज चाहिँ म यहाँनिर यो डिलमा रेलिङ बनाउँछु। यो यहाँनिर के किलाहरू गाडेर निभाको किला बनाउँछु, किलाहरू गाडेर निभाको रेलिङ बनाउँछु। र तपाईँले हेरेर जानु होला, आज बिहानै मेरो छोराले यो छानामाथि गएको थियो, अनि त्यही भएर यहाँ रेलिङ नलाइ भएन है। छानामाथि मेरो छोरा गएको थियो नि त, गएको थियौ न तिमी? अनि कहाँ गएको त? ए गोठमा पो, गोठमाथि गएको थियौ नि त अनि होइन। लाजाले भुत्तुकै भयो। आज बिहान चाहिँ यहाँ छाना गोठमाथि गएको थियो, अन्त अब यहाँ रेलिङ नलाइ भएन। मैले यहाँनिर डोब खन्दैछु, यहाँनिर खनेको छु। एउटा त्यहाँनिर छ, यहाँ एउटा यहाँनिर छ, एउटा यहाँनिर छ, यहाँनिर छ, यहाँनिर छ। तयारी हुँदैछ। परसम्म लाउनु पर्नेछ, यो डल्लै लाउनु पर्छ। जानुहोस् होला आजको मेरो काम। यहाँनिर रेलिङ लाउँछु, लगाइसकेर म तपाईँलाई भेट्ने छु अनि देखाउने छु ल। फाइनली मैले किला गाडेर पनि सबै साडीको त्यो निभा बान्नुलाई रेडी पारेको छु। हेर्नुहोस् सबै यो साडीहरू लाएर यहाँनिर किला सबै लाएर रेडी छ। यो साडी चाहिँ किन लाएको भन्दाखेरि, अब यो चाहिँ डोरी, यो चाहिँ डोरी बनाएको। अब यहाँ चाहिँ निभा जान्छ, अब निभा ल्याउँछु अनि टक्कसँगले बनाउँछु।
यो बदमास केटाले गर्दाखेरि हो। रेलिङ पनि बनाइसकेँ। हेर्नुहोस् कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला। ओफ हातो हेरेन भयो बल्ल सकियो। यो चाहिँ छोरोको लागि बनाइदिएको मैले है। छोरोले तारा बदमासी गरेर अघि चाहिँ छानामाथि चढ्यो नि त होइन, तपाईँले देखिहाल्नु भयो। र अब हेरिजानु होला आजको मैले काम गरिहालेँ है, बार्ने कामहरू यताउति। आजदेखि चाहिँ 11 दिनमा चाहिँ मैले काम गर्न सुरु गरेँ। बस्तीमा त यस्तै रेलिङले पनि चलिहाल्छ गाइस, बजारतिर हुन्छ यस्तो रेलिङले हुँदैन है। एकदम पोस्ट लगाएर मजाले सिमेन्टेड गरेर मजालेसँगले पाइपहरू लाएर हुन्छ कि अनि के भन्नु अब फलामको रेलिङ लाएर हुन्छ कि पाइप लाएर हुन्छ कि के लाएर हुन्छ, त्यसरी बनाउनु पर्छ सहर बजारमा चाहिँ। अब बस्तीमा त चलिहाल्छ। हुन्छ गाइस, आजलाई कस्तो बनाएँ मैले यो रेलिङ कमेन्ट गर्नु होला। सो फाइनली गाइस आजको काम मैले सकेँ अनि गाई साई धोएर सबै काम सकेर हात खुट्टा धोएर बसिरहेको छु। र अहिले भने चाहिँ पानी परिरहेको छ। म तपाईँलाई पानी परिरहेको अवस्था देखाउँछु ल। मजाले पानी परेको छ। पानी परेको बेलामा चाहिँ है के को सुप खानु मन लाग्यो तपाईँहरूलाई भन्नुहोस् है। सुप खाँदै बस्ने दिन पो आयो त हौ पानी पर्दाखेरि। हेर्नुहोस् है भ्युज, पानी परेर भर्खरै आजको यो मैले रेलिङ लगाएको यहाँनिर आजको मेरो यो काम